हेर्नुहोस् है त गाइस, यहाँको जाम चाहिँ कत्रो लामो लागेको छ। जाम 8 घन्टा 9 घन्टा भइसक्यो यहाँको जाम लागेको। अहिलेसम्म चाहिँ खुल्या छैन। यहाँको जाम चाहिँ कत्रो लागेको छ गाइस, म देखाइदिन्छु तपाईँलाई हेर्दै जानुलाई त। यत्रो लागेको छ यहाँको जाम। जाम लागेर पनि मान्छेहरू हेर्न सक्नुहुन्छ। टिन हालेर बसिरहेका छन् हिजोदेखि माथि हेर्नु है। मेरो गाडी चाहिँ माथि छ। मेरो गाडी माथि नै छ। म चाहिँ धेरै तलसम्म आएको थिएँ भोक लागेर। 2-3 किलोमिटर तल आएको थिएँ भोक लागेर चाहिँ केही पनि खानेकुराहरू पाएन गाइस है। म चाहिँ हिँड्दैछु अब माथि गाडीतिर। हेर्नुहोस् जाम कत्रो लागेको छ। जाम लागेर यहाँको मान्छेको हालत यस्तो भएको छ। हालत गाडी जाम भएर हेर्नुहोस् यहाँको दृश्य। हेर्नुहोस् कसरी दृश्य, हेर्नुहोस् दृश्य। हेर्नुहोस् जामको कारणले खोला मान्छेहरू हिँडिरहेका छन्। म पनि हिँड्दैछु। फेरि रोकियो कि अगाडि यहाँको जाम हेर्नु। जाम अझ माथि नै छ मेरो गाडी त। कहाँ हो कहाँ मेरो गाडी कहाँ माथि नै छ गाइस मेरो गाडी त। धेरै तल गइसकेको थियो, धेरै तल। हेर्दै जानुहोस् यहाँको दृश्य। उहाँहरू पनि धेरै टाढादेखि यहाँ सामान बेच्न आउनु भएको छ। चाउचा बिस्कुट भित्र जानु भएको छ है। भित्र जानु भएको छ। यहाँ पनि हेर्नुहोस् सबै आएको छन् गाइस। यहाँ त एक दिन नै हुन थालिहाल्यो। एक दिन नै जामले गर्दा चाहिँ हैरान बनाएको छ। हेर्नुहोस् अझ म माथि नै छ मेरो गाडी। धेरै तल आइसकेको थिएँ म भोक लागेर। हैरान भएको थियो मलाई। आत्तिएको थिएँ म भोक लागेर चाहिँ तल गइसकेको थिएँ। तर तल पनि होटलहरू भेटाएँ। तल सुट खाएर आएँ है। यहाँको जाम धेरै ठुलो छ। जाम माथि कहाँ हो कहाँ म देखाएर जान्छु तपाईँहरूलाई। मेरो गाडी पनि माथि कहाँ छ। म कहाँदेखि आएको गाइस तलै पुगेको थिएँ। त्यहाँदेखि हिँड्दैछु बाटोमा। यहाँको जाम फेरि पानी पर्ला जस्तो छ। पानी परेन आज नि त्यही भयो भने चाहिँ उता पुगिन्न होला जस्तो छ है। यहाँदेखि पनि समथिङ 12-14 घन्टा लाग्छ। धेरै टाढा बसल त। तल जानुपर्छ। तल नै तलको त्यो बस्तीमा जानुपर्छ। गाडी खुलिसक्यो। तल बिग्रिएको थियो अनि त्यहाँ बनायो। अनि फेरि यो पास भए फेरि तलतिर जाने एउटा गाडी बिग्रिएको थियो बनाउँथ्यो।
एउटा गाडी मात्रै आउने चाहिँ बिग्रेर रहेछ ट्रक त्यसलाई चाहिँ साइड लगाएर धकेलेर अनि त्यो बाटो खुलेर माथिको गाडी आए पास भए तलतिरको गाडी पनि एउटा बिग्रेर रहेछ ट्रक त्यसलाई बनाउँदैछन् टाइम लाग्छ तलतिर खुल्नलाई त पसल धेरै टाढा चाउचाउ बिस्कुट खानलाई मात्र यहाँ बेच्दै आहान यहीँ आहा चाउचाउ बिस्कुट पानी लिएर आहा यहाँबाट लिएर भोक लागेर प्यासेन्जरहरू आत्तिएका छन् गाइस आत्तिएका छन् त्यहाँदेखि आएको म त्यहाँ जाम भएको थियो त्यहाँदेखि जाम भएको छ यहाँ जाम भएर हिँड्नु न गाडी आउँछ भने जाम भएर कति छ भोक लागेर प्यासेन्जरहरू छटपटिरहेका छन् सोधिरहेको थिएँ मैले चाउचाउ लिएर आएको छन् भनिरहेको छु अब खै अब क्या छ नि हेर्नु एम्बुलेन्स पनि मान्छेहरू बिरामी भएर हतारिएर आछन् ठाउँ नै छैन कतै जाने ठाउँ नै छैन मान्छेहरूको नाजुक अवस्था भइरहेको छ गाइस नाजुक अवस्था हजुरहरूले देख्न सक्नुहुन्छ मलाई के भन्न चाहनुहुन्छ तपाईँहरू आफै कमेन्ट गर्नु होला है यहाँको अवस्था देखेर हेर्नुहोस् यहाँको दृश्य देखाउँदैछु अहिले 8:30 भइसकेको छ बिहानको हिजो चाहिँ 12-1 बजेदेखि जाम लाग्यो हिजो राति अहिलेसम्म चाहिँ जाम खुलेको छैन हेर्नु कत्रो लामो जाम छ म चाहिँ झन् 1 किलोमिटर 2 किलोमिटर तलदेखि आएको अहिले है हेर्नुहोस् तपाईँ यहाँको अवस्था यत्रो छ जाम गाडीहरू चाहिँ यत्रो जाम छ जाम तलतिर जाने गाडी बिग्रेर चाहिँ काठमाडौँतिर जाने गाडीहरू बिग्रेर उता ट्रक चाहिँ हल्लिरहेको होइन माथितिर जाने गाडी चाहिँ अहिले अलरेडी पास भएका छन् हिँड्दैछन् मान्छेहरूको बेहाल नाजुक अवस्था बेपत्ता भइरहेको छ बेपत्ता बेहाल भएको छ बेहाल यहाँको जाम त अझ कति लामो छ धेरै त लगाएको थिएँ हिँड्दैछु बाटोमा मोबाइलमा डाटा नभएर चाहिँ साथीहरूले चाउचाउ बिस्कुट ल्याइदिनु भनेको थियो गाइस मलाई मोबाइलमा डाटा नभएर मैले चाहिँ ल्याउनु सकिनँ उहाँहरूको लागि है
मसँग क्यास पैसा थिएन, अनलाइन पे हुने। मसँग क्यास पैसा 100 रुपियाँ मात्रै थियो। 100 रुपियाँले चाहिँ के पुगेन गाइज। नास्ता पनि मैले भने जस्तो नास्ता पनि भेटाएन। हेर्नु चाहिँ जाम यत्रो जामसँग पनि खुल्ने सम्भवै होइन हाम्रो त। म चाहिँ उता पर बर्दिवासतिर जाने हो। म सायद यतिखेर जाम नभएको यदि हेर्नु टक्कर छ त्यो लगाइदिएर अहिले चाहिँ यहीँ छु। यहाँको अवस्था देख्न सक्नुहुन्छ। मान्छेहरू खोला खाली कुदिरहेका छन्। गर्मीले चाहिँ मलाई हैरान बनाएको है। गर्मीले कि पसिना आएर पनि हेर्नुहोस्, पसिना आएर कस्तो भएको छ। पसिनाले गर्दा म यहाँबाट देखाउँदै गएको छु तपाईँहरूलाई। जाम 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 भिडियो तपाईँहरूले 11 मिनट भइसकेको छ। अझ पनि आफ्नो गाडीको नजिक हालत प्यासेन्जरको हालत। प्यासेन्जरको हालत यस्तो भएको छ। यस्तो गाडी जाम भएर चलेका छैनन् अगाडि। अझ